विदेशमा जबको लागि इन्टरभ्यूमा जाँदै हुनुहुन्छ भने यी 5वटा कुरा त्यो इन्टरभ्यूमा 100% सोधिन्छ। के होला नि त ती 5वटा कुरा? भिडियोलाई सेभ गरिहाल्नुहोस्। पहिलो छ वाइ आर यु इन्ट्रेस्टेड इन दिस पोजिसन भनेर सोधिहालिन्छ हैन। त यो पोजिसनको लागि चाहिँ किन इन्ट्रेस्टेड छस् हैन, के कारणले इन्ट्रेस्टेड छस् भनेर पहिलो क्वेसन। दोस्रो, टेल मी मोर अबाउट युर सेल्फ। त्यो त जहाँ पनि भनिन्छ हैन। टेल मी समथिङ अबाउट युर सेल्फ, मोर अबाउट युर सेल्फ भनेर चाहिँ जहाँ पनि सोधिन्छ। आफ्नो बारेमा केही 2-4वटा सेन्टेन्स चाहिँ ट्याक्क भन्ने गरी चाहिँ प्रिपेयर्ड हुनुहोस्। तेस्रो, वाट डु यु नो अबाउट आवर कम्पनी है, के थाहा छ त यो हाम्रो कम्पनीको बारेमा हैन। त्यो कम्पनीको के अरे मिसन भिजन हैन, यी यावत कुराहरू अलिअलि स्टडी गरेर जानुहोस् पहिला इन्टरभ्यूमा जानुभन्दा पहिल्यै है। चौथो, वाट आर युर स्ट्रेन्थ एन्ड विकनेस। तेरो कमजोर पक्ष र बलियो पक्ष के हो भनेर सोधिहालिन्छ हैन। त्यो कुरामा पनि प्रिपेयर हुनुहोस् के भन्ने। सकेसम्म आफ्नो विकनेस चाहिँ कम देखाउनुहोस् है, आफ्नो स्ट्रेन्थलाई बढी जोड दिनुहोस् है। आफ्नो विकनेस चाहिँ अलिकति डिप्लोमेटिक एन्सर दिनुहोस् है। लास्ट नट द लिस्ट, तैँले प्रिभियस जब चाहिँ वाइ यु लेफ्ट युर प्रिभियस जब भनेर पनि सोधिन्छ। पहिलाको जब के कारणले छोडिस् हैन। त्यो बेलामा चाहिँ आफ्नो प्रिभियस कम्पनीको बारेमा नराम्रो कहिले पनि नभन्नुहोस्। त्यो कम्पनीले मलाई लेस पे गर्यो अथवा त्यो कम्पनीमा मैले आफ्नो ग्रोथ देखिनँ यताउता भनेर नभन्नुहोस्। त्यो कम्पनीको बारेमा पनि अलिकति वर्णन गरिदिनुहोस् हैन, ताकि छोड्ने उसलाई पनि यसले राम्रो गर्यो भन्ने प्रभाव परोस् नयाँ कम्पनीमा। र मलाई चाहिँ अलिकति मुभ अन हुन थियो हैन। फरक एउटै सेक्टर भए पनि फरक तरिकाले चाहिँ मलाई अगाडि बढ्नु थियो भन्ने टाइपको त्यहाँ पनि डिप्लोमेटिक एन्सर दिनुहोस् है। यसरी आफू प्रिपेयर भएर जानुभयो भने तपाईँको इन्टरभ्यू कहिले पनि मतलब तपाईँले जो सोचेकै रिजल्ट आउँछ है। यो कुरालाई चाहिँ ध्यान दिनुहोस्। कस्तो लाग्यो भिडियो? लाइक अनि कसैलाई सेयर गर्न मन छ भने कृपया सेयर गर्नु होला। थ्याङ्क यू।